हेलो एभ्रिवान गाइज, तपाईँहरू सबैजनालाई मेरी क्रिसमस छ। आज चाहिँ हामी माल्टामा क्रिसमस सेलिब्रेसन गर्न गइरहेको छौँ। सो अहिले चाहिँ म बिहानी रेडी भएर हिँडिसकेको छु अनि म अहिले गाडी लिएर पहिला हाम्रोनमा जानु छ। त्यहाँ एउटा नेपाली पसल छ, त्यहाँ चाहिँ खुकुरी योवाला खुकुरी छ कि छैन सोध्नुपर्ने छ। यहाँ एकजना साथीले मागेको छ है। सो त्यहाँ गएर त्यहाँबाट हामी चर्चमा जान्छौँ। चर्चमा भन्दा नि अहिले चाहिँ क्रिसमस हामी उता पेम्ब्रुकमा आइभीवाई होटलमा चाहिँ हामी सेलिब्रेसन गर्न खोजिरहेको छौँ है। सो त्यहाँ गएर पनि तपाईँहरूलाई भ्यूहरू दिनेछु, देखाउने छु। सो आजको यस भ्लगलाई तपाईँहरू चाहिँ इन्जोय गर्न सक्नुहुनेछ है। सो अहिले चाहिँ गाडीभित्रमा आइसकेको छु साथीहरू है। अनि यहाँबाट अघि नै मैले भनिसकेँ, हाम्रोमा चाहिँ गएर नमस्ते नेपालमा चाहिँ यो खुकुरीवाला ढाका टोपीमा लाउने चाहिँ हेर्नुपर्ने छ। त्यहाँ गएर हेर्नेछौँ है। त्यसपछि चाहिँ हामी पेम्ब्रुकतिर लाग्नेछ है त साथीहरू। बाटोको केही क्लिपहरू पनि तपाईँलाई सो गर्नेछु। सो इन्जोय गर्न सक्नुहुनेछ साथीहरू। यहाँ छु म पार्किङ गरेको मेरो गाडी है। अनि यहाँ चाहिँ नेपालको झन्डा पनि सो राखिदियो क्या, कस्तो राम्रो देख्दो रहेछ। त्यहीँ अस्ति किनेको थियो। सो राम्रो छ है साथीहरू। सो त्यहाँ चाहिँ नमस्ते नेपाली पसल छ। त्यहाँ गएर चाहिँ यो एकचोटि खोज्नु पर्ने छ। अस्ति चाहिँ टोपी पनि भनेको थियो त्यहाँ दिदीलाई, छ कि छैन एकचोटि हेर्नु पऱ्यो। अनि त्यहाँबाट चाहिँ हामी हाउसमा जान्छौँ है त सेलिब्रेसन्सको लागि। फलो गर्नु यो झुक्दैन शिर भने नेपाली झन्डा पनि देखेको छ। साउन आएको कि छैन है। गाइस यो चाहिँ हाम्रो नेपालीले लेखेको खुकुरी हो। ल नमस्ते नेपाल चाहिँ यहाँ छ है साथीहरू। कतिजनालाई त थाहा छ होला, तर पनि अब नेपाली राइसहरूदेखि लिएर सबै पाइन्छ यहाँ माथि। हेर्नुहोस्, नमस्ते मिनी मार्ट भनेर यहाँ छ है साथीहरू। दुर्गेश थापाको अस्तिको कार्यक्रम होला भइसकेको छ, डिसेम्बर 26 भोलिको रहेछ है साथीहरू। यो चाहिँ म चाहिँ खासै कन्सर्टहरूमा जाँदैन, यहाँ भित्र पनि तपाईँलाई आउँछ। लो सब तरकारी सब छ साथीहरू। ओहो, करेन्ट त साह्रो रहेछ त साथी यहाँ हेर। सो हामी अहिले चाहिँ पेम्ब्रुकमा आइसकेको छौँ। हाम्रो यो क्रिसमसको सेलिब्रेसन्स हाउसमा आइसकेको छौँ है। अनि यहाँ तपाईँहरूले बाहिर देख्न सक्नुहुनेछ मर्करी टावर यहाँ छ हामीसँग नजिकै। सो यसको ठ्याक्कै अपोजिटमा हामी यहाँ छौँ है। साइडमा बस्नुभएको साथीलाई चाहिँ ह्याप्पी क्रिसमस भनेर एकदम राम्रोसँग भन्नुहोला। हामी एउटै माला नेपाली